ठ्याक्कै यो देखिएको बाटो चाहिँ झुम्काको लायन्स क्लब चोकबाट आउने बाटो ठ्याक्कै 1 किलोमिटर आउनुपर्ने हुन्छ। ठ्याक्कै आउँदाखेरि यो पिच बाटो पनि सकिन्छ। ठ्याक्कै यो ब्याडमिन्टनको कभर्ड होल पनि आउँछ। पिच बाटो सकिने बित्तिकै देखिएको घर बिक्रीमा छ। यो बाटो पनि ठ्याक्कै झुम्का बजारतिर जान्छ। ठ्याक्कै राम्रो ठाउँमा छ। यो ठ्याक्कै यतापट्टि यहाँले हेर्न सक्नुहुन्छ ब्याडमिन्टनको कभर्ड होल। यो देखिएको ब्याडमिन्टन कभर्ड होल ठ्याक्कै यसकै अपोजिट साइडमा यो देखिएको एकदम राम्रो नयाँ घर बिक्रीमा आएको छ। यहाँले हेर्न सक्नुहुन्छ यो देखिएको घर बिक्रीमा छ। जम्मा 3 तला भएको घर, जम्मा 11वटा कोठा छ, 4वटा टोयलेट बाथरुम भएको छ, अगाडि एउटा सटर छ। यहाँले हेर्न सक्नुहुन्छ क्याबिन 2टा अगाडि क्याबिन छ, पार्किङ स्पेस भएको एकदम राम्रो घर छ। पूर्व मोडा भएको यो घर बिक्रीमा आएको छ। ठ्याक्कै अगाडि यहाँले पार्किङ स्पेस पनि भएको, रामधुनी 3। ठ्याक्कै यो ब्याडमिन्टन कभर होलसँग ठ्याक्कै अपोजिट साइडमा यहाँले फुटबल ग्राउन्ड पनि नजिकै पाउँछ। यो देखिएको एकदम राम्रो घर बिक्रीमा आएको छ। फुल्ली फिनिसिङ भएको अगाडि फेसमा यहाँले हेर्न सक्नुहुन्छ टाइल्सहरू लागेको छ। यतापट्टि यो 2टा क्याबिन छ, एउटा सटर छ। यो ठ्याक्कै ब्याडमिन्टनको कभर होल अगाडि यहाँले यो बिक्रीमा पाउन सक्नुहुन्छ। चारैतिरको लोकेसन हेर्न सक्नुहुन्छ, राम्रो ठाउँमा छ। यदि यहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने यतापट्टि यो ठ्याक्कै झुम्कातिर जान्छ। यसको पुरा भिडियो हेर्न रियल इस्टेट नेपाल भुवन थापा युट्युब च्यानलमा यसको पुरा भिडियो डिटेल्स कन्ट्याक्ट नम्बर प्राइस सबै त्यहाँबाट पाउन सक्नुहुन्छ। थ्याङ्क यू, धन्यवाद।